हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो एन्ड हेर्न सक्नुहुन्छ आज नि म खेतमै छु होइन। यहाँ पर चाहिँ पुरै हाम्रो छिमेकीले धान काट्दैछ होइन। यो खेत छ नि, यो खेत चाहिँ हामीले अहिलेसम्म जोतेर आएको हेर्न सक्नुहुन्छ। बाजु चाहिँ त्यहाँको चाहिँ गरिसकेको छु। ढिलो भएको छैन, त्यही हो असार आज धेरै होइन, असार हुँदैछ भर्खर होइन। त्यही हो काम सकेर अहिले चाहिँ अलिक घाम पनि गयो भनौँ न। भात खाएर अहिले चाहिँ अलिक एकछिन माथितिर घुम्न हिँडेको। त्यही हो काममा रेकर्डिङ गर्न सकिँदैन नि त। सो गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पुल आइरहेको छ। यहाँ तल चाहिँ हाम्रो उयोहरू गर्दैछ क्या, यहाँ आली लाउनु थालिसकेको छ। यहाँ चाहिँ हिजोदेखि आली लाउनु भएको होला, निकै तल पुऱ्याइसक्नुभयो गाइस। यहाँ पर जोड्यो भने चाहिँ शीतल छ नि त आज। iPhone 15 Pro Max। यहाँ चाहिँ आइफोन देखाउँदैछ गाइस। त्यो यहाँ चाहिँ एउटा छ, यसले नि भ्लग स्टार्ट गरेको छ। सब्स्क्राइब गर्न लाग्छन् भ्लग। सो गाइस यहाँ चाहिँ पुरै धमाधम गर्दैछ खेतीहरू। यहाँ यो घरमा बस्नुहुन्छ उहाँहरू चाहिँ होइन, अलिक देखेको छैन होला। त्यो यो घरमा पुरै यहाँ चाहिँ लगभग 55 मुरी फल्छ अरे गाइस होइन धान। आवाज अलिक सानो आइरहेको छ क्या, त्यो गाइस मनगणन कहानी। यहाँ चाहिँ त्यही हो गाइस, एकदमै धेरै फल्छ अरे धान। त्यो पनि यस्तो छ कि अलिक यता पहाडमा त्यस्तो खासै यस्तो खेतहरू हुँदैन नि त। यहाँ चाहिँ अलिक तराई टाइपको खेतहरू छ क्या, त्यही हो। त्यही भएर यहाँ चाहिँ अलिक धेरै नै फल्छ। एक्सपेक्ट यताको दाजुमा धेरै, यताको कम्पेयर गरेर चाहिँ धेरै नै फल्छ नि त। त्यही हो, त्यही भएर मैले चाहिँ देखाएको एकदमै राम्रो खेत छ गाइस यहाँ चाहिँ। अस्ति चाहिँ होइन यहाँदेखि हामी माथि हिँडेको थियौँ होइन। उता फेरि हजुरबाले फोन गर्नु भएर हामी चाहिँ घर फर्केको। यहाँदेखि माथि जाने प्लान चाहिँ क्यान्सल भयो थियो। आज चाहिँ फेरि कस्तो छ भनेर यहाँदेखि माथि हामी हेरेर जाँदैछौँ। लेट्स सी कस्तो छ होइन। अहिले चाहिँ जङ्गलको बिचमा आइपुगेको छौँ हामी चाहिँ। हेर्न सक्नुहुन्छ यस्तो छ बाटो चाहिँ, यस्तो छ क्या। पुरै जङ्गलको बिचमा रोड निस्किरहेको छ होइन। जङ्गलको बिचमा रोड छ, के हो कहाँ हो जाने केही टुङ्गो छैन। जस्ट हामी चाहिँ निस्केको हो, कहाँ पुगिन्छ हेरौँ, माथि कहाँसम्म पुगिन्छ, यो रोड कहाँ गएर टुङ्गिन्छ हेरौँ। खासै टाइम त छैन, बट यसो माथिसम्म मात्र घुम्न निस्केको हामी चाहिँ। जङ्गलको बिचमा पोलहरू टाँगेर पुरै यस्तो पोलदेखि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ पोलदेखि चाहिँ यस्तो बिजुली तल जङ्गलसम्म भनेको खेतसम्म लगेको रहेछ होइन। त्यही हो, यस्तो छ रोडमा हेर्न सक्नुहुन्छ। 1 आवर हुन आँटिसक्यो गाइस। यो रोड चाहिँ कहिले इन्ड हुँदैन। यहाँ चाहिँ गएकै छौँ हामी, कहाँ गएको के हो केही थाहा छैन। एउटा रिल छ नि यस्तै खालको होइन, त्यही रिलको याद आयो क्या मलाई चाहिँ गाइस। कहाँ हिँडेर के छ नि त्यही याद आयो क्या गाइस। ल गाइस लगभग 1 घन्टापछि चाहिँ हामी यस्तो ठाउँमा आइपुग्यौँ। खासै राम्रो भ्यूहरू छैन, तर पनि यस्तो ऱ्यान्डममा डुलेको हो होइन। यतिको ठाउँमा आइपुग्यौँ अहिले चाहिँ। अब यहाँदेखि माथि जानु कि फर्किनु भइरहेको छौँ। यहाँ माथिको लागि चाहिँ गाइस यो पार छ नि, यो माथि चाहिँ थालडाँडा भन्छ क्या यसलाई चाहिँ। धेरै मान्छे जानु पनि भएको होला। त्यो हामी चाहिँ म चाहिँ गएको छुइनँ, तर पनि थाहा चाहिँ छ। यहाँ माथिलाई भन्छ क्या यसलाई चाहिँ। डाँडाको अलिक पर चाहिँ ठुलो मैदान छ अरे, त्यहाँ चाहिँ थालडाँडा त्यसलाई चाहिँ भन्छ क्या। हेर्न सक्नुहुन्छ बिजुली यहाँदेखि लगेको रहेछ क्या। यो यहाँ जङ्गलको बिचमा भनौँ न होइन। यहाँ चाहिँ जङ्गलको बिचमा चाहिँ एउटा पार्टी टाइपको रहेछ क्या। यहाँ चौडाराहरू पनि छ, थोरै थोरै चौडाराहरू। 7 विषे आले भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूह खाटबारी नगरपालिका छ तल्लो हिलो। यहाँ चाहिँ लागत अनि श्रमदान लगायतको यहाँको पुरै प्लानिङ रहेछ। म चाहिँ अहिले पढिनँ गाइस। स्लोगन चाहिँ रुख रोपो वन जोगाऊ भन्ने रहेछ। यहाँ चाहिँ होइन गाइस बाँदर मार्ने ठाउँ हो कि क्या यो चाहिँ। पुरै यहाँभित्र चाहिँ होइन यस्तो मेकानिजम हुन्छ क्या। यहाँ चाहिँ यहाँभित्र चाहिँ खानेकुरा राखिन्छ। अनि खानेकुरा मतलब यहाँ पल्लो कोठा छ, यहाँ चाहिँ यहाँ कुरा होइन। त्यो कोठामा चाहिँ अब अरू केही बाख्रा अनि कुखुराहरू राखिन्छ। यहाँदेखि गएर अनि यो छ नि यो अर्काउने ठाउँ होइन। यो यहाँनिर चाहिँ पासो थापेर त्यहाँ अर्काएपछि यो ढोकादेखि छिर्न खोज्छ स्याल अथवा बाँदरहरू। मकैहरू राख्नुपर्छ बाँदरलाई चाहिँ। अनि छिर्न खोज्छ, त्यहाँदेखि छिर्न खोज्दाखेरि अब हर्याङ पर्याङ केही हुन्छ त्यहाँ फासफुस भएपछि त्यहाँनिर टाढो त्यो हुन्छ, त्यो फुस्किन्छ। त्यो हामीले मेकानिजम गरेको होइन, मतलब यो बनाउने मान्छेले, मतलब हामी मान्छेले होइन। अनि त्यो ठ्याक्कै त्यहाँनिर चुटिन्छ। अनि यो ठुलो छ होइन, यो ढोका हेर्न सक्नुहुन्छ। यो ढोका चाहिँ यो डोरीसँग कनेक्ट भएको हुन्छ होइन, झ्याम्मै बन्द हुन्छ यहाँ होइन। त्यसपछि बाँदर अथवा त्यस्तो स्यालहरू यस्तो तरिकाले यहाँतिर चाहिँ मार्छन् रहेछ। यस्तो मेकानिजम रहेछ गाइस होइन। यहाँ चाहिँ यस्तो छ क्या, यहाँ यो छ नि यो ठाउँदेखि चाहिँ यता अर्को कोठा छ क्या। यहाँनिर चाहिँ अरू बाख्राहरू राखिन्छ भने कुनै बेला अब मकैहरू राखिन्छ होइन। स्यालको लागि कुराहरू बाख्राहरू राखिन्छ। त्यस्तै अब बाँदरहरूको लागि चाहिँ मकैहरू राखिन्छ, त्यस्तै देखिने चिजहरू राखिन्छ नि त। सो गाइस यहाँ चाहिँ अङ्कलले काम गर्दै हुन्छ, हामी पनि यस्तै आली काट्दैछौँ होइन। यहाँ चाहिँ सानो कुकुर कराउँदैछ गाइस, यहाँ हेर्न सक्नुहुन्छ।
यहाँ चाहिँ अङ्कलले काम गरे हुन्छ त्यही हो यस्तै काम हामी पनि गर्छौँ यहाँ अचेल चाहिँ असार महिनामा त्यही हो आलीबाजु गएको खेत जोत्यो प्रायः सबैको गाउँतिर यस्तै हुन्छ प्रायः भनौँ न प्रायः भन्दा नि ओभरै धेरै भनौँ 99% चाहिँ प्रायः गाउँतिर यस्तै हुन्छ क्या खेतीपाती होइन असारको महिना असार साउन भनौँ न लगभग त्यही असार साउन लगभग धेरैले अब धेरै कमले धेरैमा जो रोप्यो भने चाहिँ अब भदौको फर्स्ट विकसम्म चाहिँ रोपिन्छ होइन यतातिर यहाँ चाहिँ ठुलो सालको रुख रहेछ यहाँ चाहिँ होइन यहाँभित्र चाहिँ ठुलो खोपेला हेर्न सक्नुहुन्छ यस्तो यहाँ चाहिँ अलिक गुफा जस्तो रहेछ क्या यहाँभित्र चाहिँ छिन ओहो यहाँ त सिसाहरू पुरै राख्ने ठाउँ रहेछ नि त खतरनाक यहाँ चाहिँ यस्तो छ यहाँदेखि माथि चाहिँ कहाँ पुगिन्छ हौ गाइस नो थिङ टु वरी जस्ट चिल एन्ड मुभ टुवार्ड्स होइन लौ गाइस अहिले चाहिँ कस्तो इन्सिडेन्ट भयो भन नि पहिले हामी यहाँदेखि बच्चामा यहाँदेखि आउँथ्यौँ होइन यो रोड आउँथ्यौँ यहाँदेखि अनि पारी जान्थ्यौँ क्या काम गर्नको लागि हजुरबाको खेतमा कस्तो यहाँ आइपुग्यो क्या अम्म यहाँदेखि यो बाटो आएको हामी थाहै थिएन कि यो बाटो तल हाम्रो अर्को खेतमा पुग्छ भनेर अहिले यसो घुम्दै आएको यहाँ आइपुग्छ रहेछ यहाँ चाहिँ लिचीको बोट पनि रहेछ गाई त्यो हेर्नु सक्नुहुन्छ यत्रो झ्याममै लिचीको बोट पनि छ आज खासै घुम्न नि गइदिएन होला जस्तो लागिरहेको छ किनकि धेरै गलिएको छ नि त अब गएर एकछिन काम पनि गर्नु भन्यो हुन्थ्यो बाबाले के गर्नु यहाँ तल खोला हेर्नु सक्नुहुन्छ यो खोलालाई चाहिँ माल्टा खोला भन्छ होइन माल्टा खोला प्रायःले भन्छ नाम चाहिँ वास्तविक ठाउँकै नाम हो कि ठाउँकै नामबाट राखेको थाहा छैन त्यो चाहिँ सो गाइस अहिले चाहिँ पानी पर्न थालिरहेको छ म चाहिँ फेरि जङ्गल जाँदैछु कहाँ जाँदैछु थाहा छैन जङ्गल जाँदैछु म चाहिँ होइन यहाँदेखि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला यहाँ चाहिँ यो स्पाइडर रहेछ माकुरा रहेछ एकदमै सानो जङ्गल छ यहाँ चाहिँ सानो रुख भएको अम्म कहाँ जाँदैछु गाइस कहाँ जाँदैछु यस्तो छ ठाउँ चाहिँ यहाँ चाहिँ घारीभित्र कहाँ हिँडेको भन्दा चाहिँ यहाँदेखि तल रोड निस्किन्छ क्या म कहाँ अल्झै यहाँ तल चाहिँ रोड छ होइन त्यहाँ निस्केको गाइस फाइनली रोड निस्क्यो अब चाहिँ होइन रोड चाहिँ यहाँ रहेछ सो फाइनली रोड पनि निस्क्यो होइन अब जाँदैछु घरतर्फ यहाँदेखि खेततर्फ जाँदैछु खेत भन नि डीतर्फ अब रात पर्न आँट्यो भोलि बुधबार अब गोरुलाई एउटा खेतमा लानु दिनु भनेपछि आज गएर अब अलिकति चाहिँ जोत्नु पर्ने छ राति हुन लागिसक्यो त्यही हो अब गएर जोत्ने हो अलिकति अनि त्यसपछि त्यही हो आजको दिन त्यस्तै सकिन्छ लगभग अहिले 5 बजेको छ होइन रात पनि परिसक्यो भनौँ यहाँ चाहिँ यो घरमा चाहिँ दानाको बोट रहेछ हेर्नु सक्नुहुन्छ राम्रो छ होइन यहाँ चाहिँ रुख काटेर होइन बस्ने ठाउँ जस्तो बनाएको रहेछ यहाँ चाहिँ अब ठ्याक्क बसिन्छ एकछिन आराम गरिन्छ यहाँ चाहिँ होइन पनि दुख्यो गाइस सो गाइस अहिले चाहिँ अब एकछिन चाहिँ जोत्नु पर्ने अरे अब जोतेर अब केही पछि अब केही गरिन्छ हेरेर जानु होला सो गाइस फाइनल्ली अब खेतहरू जोतेर आयो अहिले होइन राति भइसकेको छ सो यो भ्लगलाई यहीँ इन्ड गर्न चाहन्छु होप मन पराइदिनु भयो होला मन पराइदिनु भयो भने लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला एन्ड थ्याङ्क्स फर वाचिङ